आज कस्तो भएको खुट्टा त्यो पोस्ट त्यस्तो पोस्ट हाल्ने त कस्तो रुनु मन लाग्यो मलाई कम रुनु मन लाग्यो मलाई दाइको पोस्ट हेरेर त कस्तो रुनु जस्तो किन हाल्यो के भन्छ के भाइ त अनि कस्तो भइरहेको थियो ढुकढुक बाहिर निस्केको थिएन मुटु त है गाह्रो रहेछ है बाहिर बसेर हेर्दाखेरि झन् गाह्रो मान्दर सरलाई सम्झ्यो क्या भाइले अनि आज त खत्रै आएको थियो यस्तो गर्यो नि हाम्रो ब्लगमा तर चाहिँ यो उमा चाहिँ तपाईँहरूको आवश्यक थियो एटिएफलाई महसुस भएको छ अलिकति महसुस चाहिँ भएको छ जस्तो म मात्रै हैन दाइहरु हुन्छ हजुर दाइहरु हजुर टेकराज दाइ हुनुहुन्छ अनि एकैचोटी सबै जाँदाखेरि चाहिँ अलिकति एमपीएफलाई ह्याम्परी भएर आउने जाने क्रम त भइरहेछ आज तपाईँ नभएर गाह्रो भयो त पहिला गएको खुट्टा ए पहिला गएको खुट्टा फेरि गयो गएको भन्दा कहाँनिर हो खुसी छौ नि एकपल्ट दुखी भयो किन केमा ए आफू निल बाह्र कसले टुटेल उठाइदियो केही नभन्ने के भयो के गर्थ्यौ के तिमीले हान्थ्यौ कि स्ट्राइक जे हुन्छ हुन्छ भुलबाट हान्थ्यौ आफूले भक्का भगान्थ्यौ हुन्छ के राम्रो हुन्छ नहीं हो पाएगा ना नहीं साथ बहुत लव करते बहुत ही प्यार करते पता है ना इसके साथ प्यार बहुत ये दो वाले एक गर्लफ्रेंड के साथ बात करना एक वाइफ के साथ बात करना ऐसा नहीं होना ऐसा ही है ऐसा नहीं बोलो ऐसा ही है मेरे पास है मेरा हाँ बीवी हो अनि के अरे हाम्रो आफ्नो बाबाको नाम भन त है महेन्द्र श्रेष्ठ हुनुहुन्छ होइन अनि जर्सी नम्बर कति बाबाको थाहा छ 11 है एकको जर्सी नम्बर 11 महेन्द्र श्रेष्ठको छोरा हुनुहुन्छ हाम्रो चाहिँ म्याम हुनुहुन्छ है